Hello everyone, namaste and welcome my video. सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो चाहिँ हामी घुम्न जाँदाखेरिको बनाएको भिडियो हो। हामी विद्यार्थीहरू, शिक्षकहरू सबैजना भएर घुम्न जाँदैछौँ। हामी यति एक्साइटेड छौँ घुम्न जाँदाखेरि। अब घुम्न पाएपछि जो पनि खुसी भइहाल्छ। हामी पनि यसो खुसी तपाईहरुसँग बाँड्दै छौँ। अन्तिमसम्म भिडियो हेर्नु होला। हामी कतै ठाउँ घुम्यौं, के गर्यौं तपाईहरु सबैलाई देखाउने छौं। हाम्रो यात्रा चाहिँ सुरु भइसक्यो। हाम्रो यात्रा सुरु भइसक्यो। यसरी रमाइलो गर्दै हामीले रातभरि नै यात्रा गरेका थियौं। हामी बिहानसम्म पोखरा पुग्नुपर्ने थियो। हामी यसरी रमाइलो गर्दै हामी फाइनली पोखरा पुगिसक्यौ। तपाईहरुले देख्न सक्नुहुन्छ। त्यहाँ पुग्ने बित्तिकै हामीले फर्स्टमा नै यो हिमाललाई देख्यौं क्या। भर्खरै घाम झुल्किदै थियो। यस्तो राम्रो देखिरहेछ नि ती हिमाल, सुन जस्तै टलक्क टल्किराखेको थियो घामले गर्दाखेरि। हामी एकदम उत्साहित थियौं क्या त्यो हिमाललाई अझ राम्रोसँग हेर्नको लागि। त्यसको लागि हामी अझ माथि पुग्नु पर्ने थियो। त्यही भएर हामी यात्रामै थियौं। फाइनल्ली हामी थोरै यात्रापछि पुम्दीकोट भन्ने ठाउँमा पुग्यौं। पोखराको यो घुम्न लायक एकदमै राम्रो ठाउँ रहेछ। त्यहाँ पुगिसकेपछि हामीले अब माथि डाँडामा जानको लागि थोरै यात्रा गर्नु पर्दो रहेछ। गाडी पनि जाँदो रहेछ जान त, तर त्यहाँ गाडीहरूलाई लग्न नदिँदो रहेछन्। त्यही भएर हामीले थोरै यात्रा गर्नु पर्दो रहेछ। यो यात्रा गर्दै गर्दाखेरि बाटोमा देखिएका दृश्यहरू हुन्। यिनीहरू चाहिँ मैले थोरै मात्रै क्याप्चर गरेको छु। त्यहाँ तलदेखि माथि पुग्दासम्म यस्तै दृश्यहरू देख्न सकिन्छ। मैले चाहिँ थोरै मात्रै यो रेकर्ड गरेर मेरो मोबाइलमा राखेँ। त्यसपछि हामी फाइनल्ली हिमाल देखिने ठाउँ माथि पुम्दीकोटको डाँडामा हामी पुगिसक्यौं। वाउ कस्तो राम्रो। हामी त कस्तो राम्रो। हामी भन्दा पहिला नै हाम्रा भाइ बहिनीहरू अगाडि पुगिसक्नु भएको थियो त्यहाँ। अनि उहाँहरूले चाहिँ वाउ कति राम्रो भन्दै हुनुहुन्थ्यो क्या। हामीले टाढाबाट देखेको हिमाललाई यति नजिक आएर निहाल्न पाउँदा एकदम धेरै, म मात्र होइन कि सबैजना यति धेरै खुसी हुनुहुन्थ्यो। यति धेरै मन परिरहेको थियो सबैलाई यो ठाउँ। यस्तो राम्रो हिमाल देखिन्थ्यो। वाउ के व्याख्या बयान केही पनि गर्न सकिँदैन। त्यति मात्र होइन, त्यहाँ चाहिँ एकदम ठुलो शिवको मूर्ति पनि छ माथितिर। हामी अब लाग्यौं अझै माथितिर। हामी माथि गएर अझ धेरै स्पष्ट रूपमा मजाले हेर्ने हाम्रो प्लान थियो। हामी सो अनुसार माथितिर जाँदैछौँ सबैजना। शिवजीको मूर्ति राम्रो छ क्या हो। यस्तो राम्रो रहेछ यहाँ। टक्क पारेर हिमाल, यहाँ शिवजीको मूर्ति। वाउ तपाईहरु पनि आउनु होला एकचोटि घुम्न। यस्तो राम्रो रहेछ यहाँ चाहिँ। हामी त्यहाँ पुगेर मजाले भिडियो बनायौं, फोटो खिच्यौं। त्यहाँ वरपर अवलोकन गर्यौं। टक्क माथि हिमाल तर कुरो धुरी बसेको यस्तो राम्रो स्वर्गै बराबर देखिरहेको थियो।
2:30 मात्रै छ आउनुहोस् हजुर आउनुहोस् ल आउनुहोस् अब सबै सिद्धिसक्यो 2:30 मात्रै छ हजुर आउनुहोस् हजुरको पनि रहेछ आउनुहोस् सँगै देख्छौँ है हजुर 1 यता चाहिँ शिवको मूर्ति रहेछ अनि उता पारि चाहिँ ड्रिम सिटी भन्ने चाहिँ रहेछ हामी अब सबैजना तलतिर ओह्रालो लागिसक्नुभयो हामी सबै फर्किँदैछौँ तलतिर यस्तो राम्रो दृश्यहरू देख्न सक्नुहुन्छ तपाईँहरूले तल चाहिँ बजार माथि चाहिँ हिमाल तपाईँ पनि एकचोटि आउनुहोला घुम्न हामी माथि हेरिसकेर तलतिर फर्किसक्यो बाटामा चाहिँ यस्तो राम्रो फुल अनि तल भ्यू ताल यति राम्रो देखिँदो रहेछ यस्तो भिडियो बनाउन मन लाग्यो के कस्तो राम्रो त्यो ठाउँलाई छोड्नै मन नलागेर ठ्याक्क फेरि हाम्रो माथिबाट यो हेलिकप्टर उडिरहेको हामीले फोटो खिच्न लागेको बेलामा यो हिमाललाई छोड्नु मन छ कि छैन यही बस्ने हो कि जाने हो फेरि अन्धर घुम्नु पर्यो बाई बाई ल बाई बाई हामी टिकट बाई बाई पुम्दीको ल बाई बाई हामी चाहिँ अब गयौँ